उहाँलाई चाहिँ म चिन्दिनँ। म चिनाइदिउँ? नामले त म चिन्छु, तर मैले चिनेको छैन उहाँलाई। चिन्न चाहनु न अथवा चिन्दिन? म चिन्न चाहन्न। कारण चाहिँ चिन्न मैले किन चिन्न चाहनु भएन भने तपाईँ के भन्नुहुन्छ? होइन, किन भनेदेखि उहाँको कारणले गर्दाखेरि मेरो छोरीलाई 2 चोटि किडन्याप गर्ने प्रयास गरियो। त्यो बेलामा है, आजभन्दा 15 वर्ष अगाडि त्यो बेलामा मसँग 1 करोड फिरौती मागियो। त्यसपछि म अमेरिका जान बाध्य भएँ। म रहली गएको होइन अमेरिका, होइन। म मेरो छोरीको ज्यान जोगाउन र मेरो ज्यान जोगाउन अमेरिका गएँ। म अमेरिकी सरकारलाई धन्यवाद भन्छु, उनीहरूले हामीलाई आश्रय दिए र मेरो छोरी र मेरो ज्यान बच्यो। है, अनि हेर्नुहोस् न, एउटा नेपालीले नेपाली मार्न खोज्ने, एउटा विदेशीले यिनीहरू पीडामा छन् भनेर आश्रय दिने, हेर्नुहोस् है, बुझ्नु भएन? अनि त्यो पीडामा म अमेरिका गइसकेपछि म त्यो पीडामा अमेरिका गयो, अमेरिकाको नयाँ सिस्टम, सबै चिज नयाँ, सबै चिज नयाँ, छोरी एउटा सानो बोकेर गएको छु। मैले कति त्यहाँ चाहिँ स्ट्रगल गर्नु पर्यो होला, होइन? त्यो कारणले गर्दाखेरि कसैलाई पनि यस्तो पीडा नपरोस् भनेर म उहाँलाई चिन्न चाहन्न।